मञ्चबाट सिंहदरबारको मुख्य ढोकासम्म आइपुगे। बालेन शाहको जन्म 14 वैशाख 2047 काठमाडौँको नरदेवीमा भएको हो। काठमाडौँको नेवारी संस्कृति र सम्पदाको काखमा हुर्किए पनि उनको पुर्ख्यौली जग भने मध्य प्रदेशको महोत्तरी जिल्लामा गाडिएको छ। उनलाई मधेसी र पहाडी जोड्ने एउटा बलियो सेतुका रूपमा पनि हेर्ने गरिन्छ। उनका पिता स्वर्गीय डाक्टर रामनारायण शाह एक प्रख्यात आयुर्वेदिक चिकित्सक थिए। आमा ध्रुवादेवी शाहको ममता र बुवाको अनुशासनले बालेनको व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेल्यो। मध्यमवर्गीय परिवारमा जन्मिएका बालेनलाई सानैदेखि समाज र व्यवस्थालाई नजिकबाट निहाल्ने अवसर मिल्यो। हाल उनी काठमाडौँको तिनकुने गौरी गाउँका स्थायी बासिन्दा हुन्। बालेनको प्रारम्भिक शिक्षा काठमाडौँकै नरदेवी स्थित जलजला स्कुलबाट सुरु भयो। विद्यालय स्तरदेखि नै उनी निकै गम्भीर र मेधावी थिए। माध्यमिक शिक्षापछि उनले काठमाडौँकै बीएस निकेतनबाट उच्च माध्यमिक तह पुरा गरे। उनको रुचि निर्माण र भौतिक संरचनामा थियो, त्यसैले उनले व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरे। उनी यतिमै मात्र रोकिएनन् र यो स्वभावका पनि थिएनन्। इन्जिनियरिङको गहिराई बुझ्न उनी भारतको कर्नाटक पुगे, जहाँबाट उनले संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर तह पुरा गरे। एक कुशल इन्जिनियरका रूपमा उनले थुप्रै भवनहरूको डिजाइन र निर्माणमा प्राविधिक नेतृत्व प्रदान गरे। विशेष गरी 2072 सालको विनाशकारी भूकम्पपछि बालेनले देशका विभिन्न दुर्गम भागमा पुगेर पुनर्निर्माणको काममा स्वयंसेवक र प्राविधिकका रूपमा पुर्याएको योगदान उनको करियरको एउटा महत्त्वपूर्ण अध्याय हो। उनी भन्थे, भत्किएका संरचनाहरू ठड्याउन सजिलो छ, तर भत्किएको प्रणाली सुधार्न कठिन छ। सायद यही चेतले उनलाई राजनीतिप्रति आकर्षित गरायो होला। बालेन्द्र शाहलाई आम जनताले सुरुमा इन्जिनियरका रूपमा होइन, एक र्यापरका रूपमा चिनेका थिए। नेपाली र्याप ब्याटलको इतिहासमा उनी एक आइकनका रूपमा उदाएका थिए। नेपाली र्याप ब्याटलको दोस्रो लिगका विजेता उनी सङ्गीतको यो विधामा निकै निपुण छन्। उनका र्यापहरूमा केवल मनोरञ्जन हुँदैन थियो, बरु समाजका विसङ्गति, राजनीति, भ्रष्टाचार र युवा पुस्ताको आक्रोशको प्रतिबिम्ब हुन्थ्यो। कालो चस्मा र दाह्रीको विशिष्ट गेटअपमा मञ्चमा उभिएर जब उनी शब्दका बाणहरू प्रहार गर्थे, तब हजारौँ युवाहरूले त्यसमा आफ्नो आवाज भेटाउँथे। सङ्गीतले उनलाई आम मानिसको भावना बुझ्ने र उनीहरूसँग प्रत्यक्ष संवाद गर्ने कला सिकायो। बालेनको राजनीतिक यात्रा कुनै परम्परागत पार्टीको झन्डा बोकेर सुरु भएको थिएन। स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी लिएर उनले लौरो चुनाव चिन्हका साथ एउटा ठूलो हलचल पैदा गरे। ठूला दलहरूलाई चुनौती दिँदै उनले प्राप्त गरेको विजयले नेपालमा वैकल्पिक राजनीतिको जग बलियो बनायो। मेयरका रूपमा उनले देखाएको सक्रियता, फुटपाथ व्यवस्थापन, सुकुम्बासी समस्या सुल्झाउने प्रयास र सांस्कृतिक सम्पदाको संरक्षणले उनलाई देशभर लोकप्रिय बनायो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँगको सहकार्य र त्यसको नेतृत्वदायी भूमिकामा पुग्नु उनको राजनीतिक उचाइको अर्को खुड्किलो बन्यो। हालै भएको आम निर्वाचनमा उनको दलले बहुमत प्राप्त गर्नु र उनी प्रधानमन्त्रीमा नियुक्त हुनुले नेपाली जनताले काम गर्ने युवा नेतृत्व चाहेको स्पष्ट पारेको छ। बालेन्द्र शाह अर्थात् बालेन शाहको यात्रा एउटा साधारण मानिसको असाधारण सपनाको कथा हो। नरदेवीको गल्लीबाट सिंहदरबारको उच्च ओहदासम्म पुग्दा उनले थुप्रै उतार चढावहरू झेलेका छन्। इन्जिनियरको चस्माबाट देशको विकासको खाका कोर्ने र र्यापरको लयमा जनताको दुःख गाउने बालेनका सामु अब सिङ्गो देशलाई संरचनात्मक रूपमा बलियो बनाउने चुनौती छ। प्रधानमन्त्रीका रूपमा उनको सफल कार्यकालले नै यो प्रमाणित गर्नेछ कि एउटा कवि वा कलाकारले पनि देश हाँक्न सक्छ र एउटा इन्जिनियरले बिग्रेको राजनीतिक मेसिनरी मर्मत गर्न सक्छ। बालेन शाह केवल एक व्यक्ति होइनन्, उनी परिवर्तनका भोका नेपालीहरूको आशाको प्रतिबिम्ब हुन्। उनको यो नयाँ यात्राले नेपाललाई समृद्धिको नयाँ उचाइमा पुर्याओस्। शुभकामना।